हेलो साथीहरू नमस्ते सबैमा सेवार भयो है। यो चाहिँ हो मेरो आमाको सुँगुरको खोर अनि सुँगुर पनि रहेछ यहाँ एउटा अनि बच्चाहरू पनि रहेछ अनि यो चाहिँ हो हामी फर्स्ट डे नेपाल पुगेको दिन है। हामी धेरै एक्साइटेड थियौँ आमालाई भेट्नको लागि अनि हामी चाहिँ कसैले अलिअलि बोकेर आमालाई भेट्नको लागि यस्तो धेरै कुद्दै थियौँ साथीहरू होइन। मेरो छोरी चाहिँ झन् अगाडि म अगाडि पुग्ने भनेर यस्तो धेरै कुदिरहेको थियो होइन, झन्डै लड्यो पनि अनि हामी चाहिँ फाइनली पुग्यौँ आमा भएको मामाको गोठमा। आमा चाहिँ तल बस्नुहुँदो रहेछ नि त अनि मेरो छोरी चाहिँ अगाडि अगाडि गएर भेट्यो, तर मलाई चाहिँ कुकुरदेखि कस्तो डर लाग्यो क्या, र पनि म गएँ टोक्दैन भनेपछि। अनि गएर चाहिँ उहाँ चाहिँ हो मेरो आमा, कस्तो फुर्तिलो हुनुहुन्छ क्या अझै पनि मेरो आमा, एकदमै फुर्तिलो हुनुहुन्छ आमा। नि यहाँ हुनुहुन्छ बुढा आमा एकजना है। मेरो आमाको गोठ चाहिँ यस्तै छ अनि मेरो आमा यत्रो बुढो भएर पनि अझै पनि यत्तिको गर्नुहुन्छ क्या, सुँगुरको खोरहरू यति धेरै होइन। अनि सुँगुर यहाँ तल्लोपट्टि चाहिँ धेरै सुँगुरहरू रहेछ अनि ठाउँ नपुगेर चाहिँ माथिल्लोपट्टि बनाउँदै हुनुहुँदो रहेछ अझै है। अझै पनि यतिको काम गर्नुहुन्छ एक्लै भए पनि होइन। अनि सो गाइज है, मलाई चाहिँ कस्तो भोक लाग्यो होइन, अनि त्यो भएर चाहिँ मेरो आमाले मलाई ढेँडो बनाइदिनु हुँदैछ। नेपाल गएर ढेँडो नखाने त कुरै भएन साथीहरू, एकदम अर्ग्यानिक अनि सानोदेखि खाएको अब ढेँडो है, मलाई चाहिँ धेरै मनपर्छ। अनि म ढेँडो पाएँ भने चाहिँ लाइक 5 स्टार 7 स्टार होटलको खाना बिर्सिदिन्छु, मलाई चाहिँदैन बरु, मलाई त्यस्तो मिठो लाग्छ ढेँडो चाहिँ होइन। अनि ढेँडो बनाउँदा बनाउँदै मेरो आमा चाहिँ सिस्नु टिप्नु जानुभयो अनि यहाँ बुढो आमा आउनुभएको थियो क्या, उहाँसँग बात गर्दै बसेको है। अनि हाम्रो खासै हाम्रो सन्तान यस्तो पढ्ने चाहिँ होइन, तर त्यहाँ आउनुहुँदो रहेछ, आमाको साथी हुनुहुँदो रहेछ, त्यहाँ आउनुहुँदो रहेछ है। अनि उहाँ चाहिँ 90+ जस्तै कुरा गर्नुहुँदै थियो होइन, 90+ अरे होइन, धेरै बुढो हुनुहुन्छ तर कस्तो धेरै एक्टिभ हुनुहुन्छ साथीहरू, कुरै नगर्नुहोस्। अब यतिको टाइममा पनि उहाँ जङ्गलहरू गएर घाँसहरू ल्याउने टाइपको हुन्छ नि, यति धेरै स्ट्रङ हुनुहुन्छ अझै पनि है। म त छक्कै भइयो, उहाँको टाइममा त अब हामी सायद बाँचिँदैन पनि होला हामी त होइन, तर उहाँ चाहिँ यति धेरै स्ट्रङ अनि कस्तो फुर्तिलो कुरा गर्नुहुँदो रहेछ क्या। अनि धेरै मजा लाग्यो उहाँसँग बात गर्दै बसेँ है। अनि कस्तो हुन्छ नि अब पहिलाको मान्छेहरू कति धेरै स्ट्रङ अब हुन्छ नि, अर्ग्यानिक खाएर पनि होला। अनि आजकल त हामीलाई पच्दैन पनि गाइज है अर्ग्यानिक खाना, किनकि युरिया खाएकोले। उहाँ चाहिँ धेरै स्ट्रङ बोजू, धेरै खुसी लाग्यो उहाँसँग बात गरेर। अनि हामी चाहिँ ढेँडो सिँडो खाएर गाइज म चाहिँ गाउँतर्फ लागेको होइन, म जहाँ जन्मेको त्यता गएको मेरो आमा र म चाहिँ। अनि यो बाटो जाँदा चाहिँ कस्तो धेरै रुन मन परेको मलाई चाहिँ है, किनभने अब धेरै कति वर्ष बाद अब हुन्छ नि, धेरै वर्ष बाद गएर पनि अब जस्तो गयो त्यस्तै आउनु पर्दैछ, टाइम हुँदैन होइन। 1-2 दिन बस्ने पनि टाइम नभएको गाउँ जाँदा चाहिँ है। अनि यो चाहिँ म जन्मेको ठाउँ साथीहरू गाउँ हो। सबैजनाले मेरो भिडियो मन पर्यो भने लाइक सेयर गरिदिनुहोस् होला है। अनि म चाहिँ यति भन्दै मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला। अनि थ्याङ्क यू सो मच फर वाचिङ है। अनि थ्याङ्क यू सो मच, हजुरहरूले मलाई माया गरिदिनुहुन्छ भन्ने आशा गर्छु। अनि बाई बाई गाइस, सी यु अन नेक्स्ट भिडियो। अनि यो चाहिँ मेरो एकदम नेक्स्ट लेभलवाला इमोसनल मोमेन्टको है